हेलो गुड मर्निङ मेरो फेसबुकको सम्पूर्ण साथीहरूलाई नमस्कार। यो भिडियो देखिसक्नुभएको होला। एकदम ठुलो छ। यसलाई यहाँको भाषामा चाहिँ झिल भन्ने गरिन्छ हैन। हाम्रो नेपालमा चाहिँ यसलाई ताल, तलाउ, पोखरी भन्ने गरिन्छ। जसरी पोखरामा ठेवा ताल छ नि, त्यस्तै ठुलो छ यो ताल पोखरी राँचीको। यसलाई चाहिँ ध्रुव ड्याम भन्ने गरिँदो रहेछ। एकदम रमाइलो छ, राम्रो छ, सफा सुग्छ हैन। एक किसिमले मलाई चाहिँ यहाँ समुद्र जस्तै लागेको छ। हजुरहरू पनि राँची आउनुभयो भने यो ध्रुव ड्याम भन्ने ठाउँमा चाहिँ अवश्य घुम्न आउनु होला है। यो मैले हातको उले देखाएको छु। यो चाहिँ यो ध्रुव ड्यामको टावर भन्ने गरिन्छ। अब हामी त्यो टावरमा जाँदैछौँ। यस्तो रमाइलो लाग्दो छ। हजुरहरूले पनि कुनै समयमा राँचीमा आउनुभयो भने त्यसपछि यो ध्रुव ड्याम भन्ने ठाउँमा चाहिँ अवश्य घुम्न आउनु होला है। हाई हाई हेलो गुड मर्निङ मेरो फेसबुकको सम्पूर्ण साथीहरूलाई नमस्कार। यो भिडियो देखिसक्नुभएको होला। एकदम ठुलो छ। यसलाई यहाँको भाषामा चाहिँ झिल भन्ने गरिन्छ हैन। हाम्रो नेपालमा चाहिँ यसलाई ताल, तलाउ, पोखरी भन्ने गरिन्छ। जसरी पोखरामा ठेवा ताल छ नि, त्यस्तै ठुलो छ यो ताल पोखरी राँचीको। यसलाई चाहिँ ध्रुव ड्याम भन्ने गरिँदो रहेछ। एकदम रमाइलो छ, राम्रो छ, सफा सुग्छ हैन। एक किसिमले मलाई चाहिँ यहाँ समुद्र जस्तै लागेको छ। हजुरहरू पनि राँची आउनुभयो भने यो ध्रुव ड्याम भन्ने ठाउँमा चाहिँ अवश्य घुम्न आउनु होला है। मैले हातको उले देखाएको छु। यो चाहिँ यो ध्रुव ड्याम